नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं कोरोना विरुद्धको खोप आज जनकपुरमा आउने सम्बन्धी प्रसङ्गबाट। प्रदेश नम्बर 2 मा कोभिड-19 विरुद्धको खोप कोभिशिल्ड खोप आज जनकपुर धाम आउने भएको छ। भारत सरकारले उपलब्ध गराएको 10 लाख कोभिशिल्ड खोप मध्ये जनकपुर आउने 43,804 डोज खोप ल्याउने तयारी भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर प्रमोद यादवले बताउनु भएको छ। प्रदेश नम्बर 2 को सरकारले माग गरे बमोजिम खोप आज जनकपुर धाममा आइपुग्छ, डाक्टर यादवले भन्नुभयो। खोपको भण्डारण जनकपुर धामको मुजेलिया स्थित प्रदेश प्रशासनिक प्रशिक्षण केन्द्रमा राखिने तयारी गरिएको छ। भारत सरकारबाट अनुदानमा प्राप्त खोपबाट संघीय सरकारले प्रदेश लगायतमा उपलब्ध गराएको डाक्टर यादवले बताउनु भएको छ। कोभिड-19 विरुद्धको खोप राख्न 2 देखि 8 डिग्री सेल्सियस तापक्रममा आवश्यक पर्छ। पूर्ण रूपले व्यवस्थित गरी राख्नुपर्ने भएकोले खोप तत्काल कन्टेनरमै राखिने यादवले बताउनु भएको छ। कन्टेनरबाट प्रदेशका 8वटा जिल्लाहरूमा आवश्यकता अनुसार वितरण गरिनेछ। संघीय सरकारबाट प्रदेश सरकारलाई प्राप्त खोप जिल्ला तहमा वितरण गरिनेछ। प्रदेश नम्बर 2 का 8वटा जिल्लामा 5 देखि 9 हजार सम्म डोज उपलब्ध गराउने तयारी गरिएको डाक्टर यादवले बताउनु भएको छ। जिल्लामा रहेको स्वास्थ्य कार्यालयहरूले विगतदेखि वितरण गर्दै आएका विभिन्न खोप जस्तै कोभिड-19 विरुद्धको खोप भण्डारण गरेर पहिलो चरणमा सरकारी तथा गैर सरकारी सबै स्वास्थ्य कर्मीहरूलाई र महिला स्वयंसेविकाहरूलाई लगाउने तयारी गरिएको छ। प्रदेशमा खोप आए पनि प्रयोगमा ल्याउने जनशक्ति भने छैन। जनशक्ति अभाव भएकोले खोप आए लगत्तै वितरण नहुने डाक्टर यादवले बताउनु भएको छ। खोप लगाउने तालिम स्वास्थ्य कर्मी छैन, डाक्टर यादवले भन्नुभयो। खोप लगाए लगत्तै स्वास्थ्यमा हुन सक्ने प्रभाव लगायतका विषयमा स्वास्थ्य कर्मीहरूमा जानकारी नभएसम्म खोप लगाउन सकिँदैन। खोप लगाउन स्वास्थ्य कर्मीलाई तालिम दिएर मात्रै खोप लगाउने कार्य सुरु हुने उहाँले बताउनु भएको छ। प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिट निवेदनहरूमा आज पनि सर्वोच्च अदालतमा सुनवाई हुँदैछ। संवैधानिक इजलासले शुक्रबार रिट निवेदनका तर्फबाट कानुन व्यवसायीहरूले बहस नसकेपछि सुनवाई हेर्दैमा राखेको थियो। शुक्रबारको सुनवाईमा अधिवक्ता राजु प्रसाद चापागाई, कोपिला प्रसाद अधिकारी, सुलोचना धिताल, रमेश प्रसाद लगायतले बहस गरेका थिए। बहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गरेको विषय वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो। शुक्रबारसम्मको सुनवाईमा 13वटा रिट मध्ये 15वटा निवेदनको सुनवाई सकिएको छ। शुक्रबार अधिवक्ता शालिग्राम सापकोटाले दायर गरेको 5औं नम्बरको रिट निवेदनसम्मको सुनवाई सकिएको हो। विषयवस्तु केन्द्रित बहसका क्रममा 34 जना वकिलहरूले धारणा राखेका थिए। उनीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने जिकिर गरेका छन्। शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना पेश गरेका थिए। रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता द्वय टीकाराम भट्टराई र ओम प्रकाश आर्यले बिहीबार प्रतिनिधि सभा विघटन सम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको प्रश्न उठाएपछि उनले इजलासमा सो निवेदन पेश गरेका हुन्। न्यायाधीश अनिल कुमार सिन्हाले उक्त निर्णय राजपत्रमा प्रकाशन भए इजलास समक्ष पेश गर्न आग्रह गरेका थिए। सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार विघटनको पक्ष विपक्षमा बहस गर्न 300 भन्दा बढी वकिलहरूले वकालतमा लेखाएका छन्। बहस गर्नेको संख्या धेरै भएको तथा सुनवाईमा अधिवक्ताले धेरै समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले एकजनालाई बढीमा आधा घण्टाको मात्रै समय तोकेका छन्। समय किटान गरेपछि सुनवाईले केही गति लिएको छ। प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटिको बैठक आज बस्दैछ। संसद विघटन विरुद्ध लगातार आन्दोलन गर्दै आएको यो समूहको बैठक आज आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बोलाएको हो।
2 दिनअघि शुक्रबार काठमाडौँमा प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन गरेको थियो। आजको स्थायी कमिटीको बैठकमा आन्दोलनका थप कार्यक्रमबारे छलफल गरिने प्रवक्ता नारायण काजी श्रेष्ठले बताउनु भएको छ। आज 12:30 बजे थप एजेन्डा सहितको स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताउनु भएको छ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैर संवैधानिक र अलोकतान्त्रिक भएको भन्दै यो प्रचण्ड माधव समूह सहितको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, विवेकशील लगायतका दलहरू आन्दोलित भएका छन्। वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छिन्। वीरगञ्ज एक छपकैया 11 वर्षीय बालिका बलात्कृत भएकी हुन्। बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियालाई पक्राउ गरेको छ। मिया विरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जबरजस्ती कराउने मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ। बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए। घटनापछि फरार मियालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी मनोजित कुँवरले जानकारी दिनुभएको छ। बालिकाका बुवा र नेहाल साथी हुन्। कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए। सोही क्रममा शनिबार बिहान बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ। सुरुमा जबरजस्ती करणीको प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन्। धनुषाको मिथिला नगरपालिका 2 नक्टाझेज स्थित हिमालय युवा क्लबको वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष अरुण कुमार महतोको अध्यक्षतामा तथा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। साधारण सभाको शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रमुख महतो हिमालय युवा क्लब मिथिला नगरपालिकाको मात्रै नभई जिल्लाकै गहनाको रूपमा रहेको बताउनुभयो। क्लब त धेरै छन् तर सो मध्ये हिमालय युवा क्लब हरेक सामाजिक कामले अग्रणी स्थानमा रहेको उहाँले बताउनुभयो। साधारण सभाको अवसरमा क्लबको वार्षिक आय व्यय विवरण वार्षिक प्रगति विवरण सार्वजनिक गरिएको थियो। यसैबीच सोही समारोहमा हिमालय बहुउद्देश्य सहकारी संस्था लिमिटेड नक्टाझिजको 15औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सो अवसरमा साधारण सभा संस्थाका अध्यक्ष सत्यनारायण रायको अध्यक्षतामा गरिएको हो। उक्त अवसरमा संस्थाका प्रबन्धक लक्ष्मी नारायण महतोले सहकारीको वार्षिक आय व्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभाको अवसरमा मिथिला नगरपालिका 2 का वडा अध्यक्ष बिहारी महतो, क्लबको कानुनी सल्लाहकार तथा अधिवक्ता कालेश्वर महतो, जनता मावि नक्टाझिजका प्रधानाध्यापक श्याम यादव, दर्शनीय रामेश्वर सिंह कुशवाहा, एकेडमीका प्रिन्सिपल जगदीश प्रसाद सिंह, कविल बाल आश्रमका सञ्चालक आलोक बाबा, नेत्री तारा महतो, ओम प्रकाश महतो, दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानका अध्यक्ष सङ्गम कुमारी महतो लगायत विभिन्न क्षेत्रका वक्ताहरूले आआफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो। साधारण सभा अन्तर्गत भएको रक्तदान कार्यक्रममा 29 जना महिला पुरुषले रक्तदान गरेका थिए। त्यस्तै साधारण सभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम पनि गरिएको थियो। सो अवसरमा क्लबद्वारा सम्पन्न विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ। विभिन्न प्रतियोगिताहरूमा सहभागी सङ्घ संस्था, बाल क्लब, विद्यालय र युवा क्लबका प्रतियोगी तथा विजेताहरूलाई प्रमाणपत्र, पुरस्कार तथा सिल्ड र स्टेसनरी सामग्री वितरण गरिएको छ। नक्टाझिज विश्वकर्मा चोक स्थित क्लबको प्राङ्गणमा भएको उक्त सबै कार्यक्रमहरू हेर्न हजारौंको सङ्ख्यामा स्थानीयवासी तथा अतिथिहरूको उपस्थिति रहेको थियो। सुकुम्बासी भ गेले लेकिन आयु अवस्था नहीं कायल के अवस्था जेकरा ल सीप है, जेकरा ल जागर है, पूंजी नहीं है। कायल बिना भित्त के ऋण नहीं मिले छले। कोनो सुकुम्बासी के होय, कोनो या भूमिहीन गरीब के होय, कायल कोनो भी बैंक में जाकर ऋण लेबो के अवस्था नहीं छे।
ऋण लेबऽ के लेल लाल पुर्जा चाही, जगह चाही, तब मात्र ओकरा ऋण मिलै छलै। काहे कि वो वैदेशिक रोजगार में जाबाक चाहे छै, ओकरा लग जगह नहीं छै, तो वैसे भी वो वंचित रह पड़े छलै। ओहन अवस्था काल छलै। ओना तऽ हमरा सबके देश में गरीबी निवारण के लेल बहुते सरकार सब गरीबी निवारण के लेल कार्यक्रम संचालन केलक, लेकिन वही कार्यक्रम सबसे कोनो गरीबी न्यूनीकरण नहीं भेल। गरीबी निवारण के तो बात छोड़ दियो, कहीं कोन संघीय सरकारको कुल ऋण 14 खर्ब पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको मङ्सिर महिनाको आर्थिक बुलेटिन अनुसार मङ्सिर मसान्तसम्ममा सरकारको आन्तरिक र बाहिरी गरी कुल 14 खर्ब 96 करोड 56 लाख ऋण पुगेको छ। 3 करोड नेपालीलाई भाग लगाउँदा हरेक नेपालीको टाउकोमा 46,700 ऋण पुगेको छ। यद्यपि यो ऋण नेपाली जनताले प्रत्यक्ष तिर्नु पर्दैन। यस अवधिमा सरकारको आन्तरिक 6 खर्ब 70 अर्ब 14 करोड तथा बाहिरी ऋणतर्फ 8 खर्ब 20 अर्ब 82 करोड रहेको छ। आन्तरिकतर्फ 12 खर्ब 23 करोड ब्याज भुक्तानी भएको छ भने बाहिरी ऋणतर्फ 29 खर्ब 56 करोड तथा ब्याज 2 अर्ब 62 करोड गरी 32 अर्ब 56 करोड रकम भुक्तानी भइसकेको अर्थ मन्त्रालयले जनाएको छ। यसै अवधिमा कुल 27 अर्ब 24 करोड बराबरको वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा 6 अर्ब 32 करोड 35 लाख वैदेशिक अनुदान भित्रिएको छ। यसै वर्षको मङ्सिर मसान्तसम्ममा 20 अर्ब 91 करोड 86 लाख वैदेशिक ऋण भित्रिएको मन्त्रालयले जनाएको छ। मौसमविदले तत्काल वर्षा नहुने बताएका छन्। बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बदली भए पनि तत्काल पानी नपर्ने हुँदा यो महिनाभरिकै मौसम यस्तै रहने वरिष्ठ मौसमविद वरुण पौडेलले बताउनु भएको छ। उहाँका अनुसार सामान्यतया माघ महिनाको 15 गतेदेखि बिस्तारै गर्मी बढ्नेछ। दिन लामोसँगै गर्मी पनि बढ्दै जाने भए पनि यसपालि त्यस्तो नहुने देखिएको उहाँले बताउनु भएको छ। समयमा नै पानी नपर्दा मौसम राम्ररी खुल्न सकेको छैन। पानी परे आकाश खुल्ने र धुवा धुलो पनि हटेर जान्छ। आज हिमाली जिल्लाको मौसम अधिकांशदेखि सामान्य बदली भएको छ भने पहाडी जिल्लाको मौसम दिउँसो पख सफा हुने मौसमविद वरुण पौडेलले जानकारी दिनुभएको छ। अहिले भने देशको धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ। नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबार तोलामा 92,900 मा कारोबार भएको छापावाला सुन साताको कारोबारको पहिलो दिन आइतबार सामान्य गिरावट भएर तोलामा 92,600 रुपैयाँमा कारोबार भएको हो। त्यसैगरी तेजाबी सुन तोलामा 92,100 रुपैयाँमा कारोबार भइरहेको छ। यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा 1,260 रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह बी का 2 खेल हुँदैछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेश बीच खेल हुनेछ भने कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय मैदानमा प्रदेश नम्बर 2 र सुदूरपश्चिम बीच खेल हुनेछ। यसअघि लगातार 3 खेल जित्दै अपराजित रहेको बागमती सेमी फाइनल नजिक छ, तर सेमी फाइनलमा स्थान पक्का भने भइसकेको छैन। त्यसैले लुम्बिनीलाई पराजित गरेमा बागमतीले अन्य खेलको नतिजा पर्खनु पर्ने छैन र समूह बी को विजेता बन्दै सेमी फाइनल पुग्नेछ। पहिलो खेलमै साबिक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको बागमतीले त्यस यता सुदूरपश्चिम र प्रदेश नम्बर 2 लाई पराजित गरेको थियो। 3 खेलबाट 6 अङ्क सहित बागमती समूहको शीर्ष स्थानमा छ। उता लुम्बिनीले भने सेमी फाइनल होड कायम राख्न बागमतीलाई हराउनै पर्नेछ र पुलिस र प्रदेश नम्बर 2 बीच हुने अन्तिम खेलको नतिजा पनि पर्खनु पर्नेछ। प्रदेश नम्बर 2 लाई पहिलो खेलमा पराजित गरेको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो।
तेस्रो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीको 3 खेलबाट 4 अङ्क रहेको छ। यस्तै लगातार 3 खेल हार्दै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ। प्रदेश नम्बर 2ले पनि अहिलेसम्म खेलेका 2वटै खेल हारेको छ। त्यसैले 2वटै टोली पहिलो जितको खोजीमा रहेका छन्। प्रदेश नम्बर 2ले समूहको अन्तिम खेल पुलिससँग खेल्नेछ। समूह एबाट यसअघि नै 2 विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।